नेपालको अर्घाखाँची जिल्लामा अवस्थित सुपा देउराली मन्दिर आस्थाको अद्वितीय केन्द्रको रूपमा चिनिन्छ। मानिसहरूले दुःख परेको बेला यहाँ आएर भाकल गर्ने र भाकल पूरा भएपछि देवीलाई चढाउने परम्परा आजसम्म पनि चलिआएको छ। किम्वदन्ती अनुसार 2224 राजाको पालामा खाँचीकोटका राजकुमारले भारत बलरामपुरकी राजकुमारीसँग विवाह गरेका थिए। लगन सम्पन्न भएपछि दुलहीलाई लिएर फर्कँदै गर्दा बाटोमै जन्तीलाई भोज खुवाउने योजना भयो। तर भोज खाने क्रममा ढाडछलको विषय उठ्दा विवाद भयो। विवाद भए पनि दुलहीलाई गन्तव्यसम्म पुर्याउनु पर्ने भएकाले जन्ती अघि बढे। तर बाटोमा अचम्मको घटना भयो। दुलै बोकेको डोलीबाट रगतको थोपा चुहिन थाल्यो। जब भित्र हेरे राजकुमारी मृत अवस्थामा भेटिन्। यस घटनाले खाँचीकोट शोकमा डुब्यो। भोलिपल्टदेखि गाउँमा महामारी फैलिन थाल्यो। मानिसहरू एकपछि अर्को गर्दै मृत्यु हुन थाले। धामी झाँक्रीहरूले यो राजकुमारी देवीको स्वरूप भएकी थिइन्, पूजाआजा नगरेसम्म शान्ति नहुने भविष्यवाणी गरे। त्यसपछि डोलीबाट रगत झरेको भन्ज्याङमै देवीको प्रतिमा स्थापना गरियो। त्यही स्थान आज सुपा देउराली मन्दिरका रूपमा प्रसिद्ध छ। यससँगै यस मन्दिरसँग जोडिएको अर्को कथा पनि छ, जहाँ लाउरे टाँसिएको भिरको रूपमा परिचित छ। यहाँ नजिकै बसोबास गर्ने एक युवाले लाउरे भर्ती भएमा देवीलाई बोका चढाउने भाकल गरेका थिए। उनी लाउरे पनि भए, तर फर्किँदा भाकल पूरा गर्न बिर्सिए। देवीलाई धोका दिएको कारण उनले मन्दिरको बाटो छलेर भिरबाट गाउँ पस्न खोज्दा देवीले उनलाई त्यही भिरमै टाँसिदिएको विश्वास गरिन्छ। आज पनि सुपा देउराली मन्दिर नजिकै देखिने लाउरे टाँसीको भिर त्यही कथाको प्रमाणका रूपमा स्थानीयले देखाउने गर्दछन्। यसरी देवीको अद्भुत शक्ति र भक्तजनको आस्थाले सुपा देउरालीलाई अझ विशेष बनाएको छ। यहाँ आउने श्रद्धालुहरू आफ्नो मनोकामना लिएर आउँछन् र विश्वास गर्छन्।